सम्पूर्णमा नमस्कार। म नरबहादुर ओली, एनबिए गुरु, लेखक, प्रशिक्षक, शिक्षक। म तपाईहरुलाई आज नेतृत्व, लिडरशिप भन्छ जसले अंग्रेजीमा, यो नेतृत्व हरेक क्षेत्रमा, त्यो चाहे व्यवस्थापनको क्षेत्रमा होस्, त्यो प्रशासनिक क्षेत्रमा होस्, त्यो राजनीतिक क्षेत्रमा होस्, सम्पूर्ण क्षेत्रमा काम लाग्ने एउटा विषयवस्तु, नेतृत्वको विषयवस्तुको बारेमा आज एउटा सानो भिडियो ल्याएर आएको छु। तपाईहरुले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। सर्वप्रथम यो नेतृत्व, अब नेतृत्व हामी सबैले बेला बेला सुनिरहेका छौं। यो नेता पनि धेरैको मुखबाट यसलाई नेताको रूपमा पनि यसलाई लिइन्छ। नेतृत्व भन्ने बित्तिकै एउटा अगुवाई गर्ने कार्य हो। नेतृत्व भन्ने बित्तिकै एउटा अगुवाई गर्ने कार्य हो। नेतृत्व संगठनका उद्देश्य प्राप्तिका लागि समूह वा अनुयायीहरूलाई प्रभावित पार्न सक्ने कलालाई नै नेतृत्व भनिन्छ। त्यो संगठनको उद्देश्य प्राप्तिको लागि आफ्ना अनुयायीहरू, समूहलाई एउटा प्रभावित पार्ने कला नै के हो त भन्दाखेरि नेतृत्व हो। नेतृत्व यो लगायत जसले समूहको नेतृत्व गर्छ त्यो नेतृत्व हो। अनुयायीहरूलाई चाहिँ उले ऊर्जाशील पनि बनाउँछ, अकाट्य रूपमा काम गर्न र गराउने गर्दछ। यसले दिशा परिवर्तन पनि गर्छ। यसले अनुयायीहरूलाई सुसूचित तुल्याउने काम पनि यसले गर्छ। परिवर्तनलाई आत्मसात गर्न पनि यसले सघाउ पुर्याउँछ। समूहमा सदस्यहरूलाई यसले प्रभावित पार्छ। यो सामान्यतया मैले चाहिँ तपाईहरुलाई नेतृत्वको बारेमा जानकारी गराएँ। अब यो संगठनमा नेतृत्वको भूमिका के त? सम्पूर्ण दर्शकहरू, श्रोताहरू, तपाईहरुलाई म आज यो संगठनमा नेतृत्वको भूमिका के हुन्छ, के रहन्छ भन्ने बारेमा तपाईहरुलाई जानकारी गराएँ। यसले रणनीतिको विकास पनि गर्दछ। यसले त्यस्तै परिस्थितिहरूको यसले चाहिँ जटिलतालाई बुझ्दछ। नयाँ विकल्पहरूको लागि चाहिँ यसले योजना पनि बनाउँछ। त्यस्तै समूहका सदस्यहरूलाई पनि यसले सहयोग गर्दछ। त्यस्तै आफ्ना अनुयायीहरूलाई सुसूचित पनि यसले तुल्याउँदछ। चुनौतीहरूको यसले पहिचान गर्दछ। त्यस्तै नयाँ व्यवहार र नयाँ परिवर्तन व्यवस्थापन गर्न पनि यसले परिवर्तन व्यवस्थापनको लागि चाहिँ यसले पद्धति निर्माण पनि गर्दछ। यसले परिवर्तनको लागि यसले चाहिँ एउटा योजना बनाउँछ। जस्तै गणतन्त्र स्थापना र राजतन्त्रको अन्त्यका कुराहरू, अवरोधका स्रोतहरूको पनि यसले पहिचान गर्छ। यी चाहिँ संगठनमा नेतृत्वको भूमिकाका कुराहरू भए। अब त्यस्तै संगठनमा नेतृत्वको औचित्य के त? यसको पहिलो औचित्य के छ भन्दाखेरि संगठनको उद्देश्य हासिल गर्नले सघाउ पुर्याउँछ। त्यस्तै संगठनात्मक क्रियाकलापको व्यवस्थापन गर्छ। यसले संस्थागत र संगठनात्मक मूल्य मान्यता स्थापित गर्नले सघाउ पुर्याउँछ। कार्य सम्पादनका लागि असल कार्य संस्कृतिको यसले निर्माण गर्ने गर्दछ। त्यस्तै लोकतन्त्रको रक्षा र मानव अधिकारको संरक्षण गर्न पनि यसले सघाउ पुर्याउँछ। समावेशीकरण र विविधता व्यवस्थापन गर्न पनि यसले सघाउँछ। त्यस्तै अरूको समन्वय गर्ने, अरूको मत, रायको कदर गर्ने काम गर्दछ। यसले त्यस्तै व्यवस्थापनका प्रक्रियाहरूको यसले अवलम्बन गर्दछ, गर्न सघाउ पुर्याउँछ। यसले त्यस्तै स्रोत साधनको उत्तम परिचालन गर्नले सघाउ पुर्याउँछ। त्यस्तै संगठनमा भएका विभिन्न समस्याहरूको समाधान गर्न यसले सघाउ पुर्याउँछ। त्यस्तै संगठनको प्रतिष्ठा र साख बचाइराख्न यसले जनविश्वास प्रवर्धन गर्न यसले सघाउ पुर्याउँछ। यो चाहिँ संगठनमा नेतृत्वको औचित्यको बारेमा तपाईहरुलाई जानकारी गराएँ। त्यस्तै असल नेतृत्वमा कस्ता कस्ता गुणहरू हुनुपर्दछ, अर्थात् के कस्ता गुणले भरिपूर्ण भएको नेतृत्व असल नेतृत्व हो, त्यसको बारेमा तपाईहरुलाई म जानकारी गराएँ। त्यस्तो असल नेतृत्व जो चाहिँ कार्य उन्मुख हुन्छ, सुसम्बन्ध उन्मुख हुन्छ, विविधता उन्मुख हुन्छ, सद्भाव उन्मुख हुन्छ, नैतिकता उन्मुख हुन्छ, परिवर्तन उन्मुख हुन्छ। यस्ता चाहिँ गुणहरू भएको नेतृत्व नै असल नेतृत्व हो।
धन्यवाद।